त्यो दिन भनौँ न घटना भएको अघिल्लो दिन आन्दोलन भएको अघिल्लो दिन बेलुका घरमा अब उसको मम्मी म ऊ अनि एकजना मेरो छोरी पनि छ। छोरी भन्नाले मेरो सालीको छोरी मैसँग बसेर पढ्छ। त्यो दिन बेलुका मैले के भने भाइ भोलि आन्दोलन त छ, अब कलेजले के भनिरहेछ, कलेजले पनि स्टुडेन्टहरूलाई उपस्थित गराउने भन्दै रहेछ होइन, के छ तेरो कलेजले होइन, त्यस्तोमा हिँड्नु हुँदैन है मैले भने। उसले मलाई के भन्यो भने होइन त्यहाँ त कलेज ड्रेसमा हामी जाने हो बाबा होइन, हाम्रो कलेज ड्रेस हुन्छ गयौँ भने पनि हामी कलेज ड्रेसको विद्यार्थीलाई कसले के गर्छ र, स्टुडेन्टलाई कसले के गर्छ र, हामी त्यहाँ गएर ढुङ्गामुढा गर्ने होइन होइन, हामी आफ्नो माग राख्ने हो भन्ने खालको कुरो गर्यो। उसको मम्मीले पनि नजा किन जान्छस् भनेको थियो। त्यही कुरो भयो। अनि अब बिहान त भेट भएन, भेट त भयो तर बोलचाल भएन। ऊ बिहानै कलेज जानको लागि रेडी भयो, गइहाल्यो। एकछिन पछाडि म आफ्नो काममा निक्लेँ। त्यहाँबाट हजुरको अब काममा हुँदाहुँदै पनि हामी त न्युजमा अपडेट थियौँ नि त, के भयो कसो भयो भन्ने त हामीले न्युज हेरिरहेको थियौँ नि त होइन। अब 2 जना 3 जना भए भन्ने, तर मेरो हो भन्ने कुरो मलाई थाहा छैन होइन। म यहीँ कोटेश्वरमै छु होइन। त्यहाँबाट 10-11 बजे नानी घर पुग्यो, छोरी दाइ पुगेन त्यही दिन 23 गते। त्यहाँबाट घरमा खुल्दुली भएछ। घरबाट उसलाई कहाँ छस् के छस् भनेर फोन गरेछन् होइन। उसले बाहिर फोन उठाइदिन डरायो, किनभने मलाई नआइज भनेको छ होइन, गाली गर्नुहुन्छ होला भन्ने सायद त्यस्तै सोचेर उसले फोन उठाइदिएन। उसको दाइसँग चाहिँ 1:07 गफ भएको रहेछ। ठिक छु, म सिभिलको छेउछेउमा छु, त्यस्तो केही छैन होइन, यहाँनिर त्यस्तो केही छैन, हाम्रो स्टुडेन्ट भएतिर केही छैन, आउँछस् भने त पनि आइज न हेर्न, अनि एकछिन हेरेर हामी घर फर्किनु पर्छ भनेर भनेको रहेछ। दाइ पनि आउन चाहिँ कोसिस गरेको रहेछ, तर बाटोमा अवरुद्ध भएकोले कारणले गर्दा आउन पाएन। फोन लाग्यो, त्यस पछाडि फोन गर्छन् उठ्दैन, फोन गर्छन् उठ्दैन होइन घरबाट। त्यहाँबाट मलाई फोन गरे घरमा। हामी उसलाई नाम उसको श्रेम हो, तर उसको बोलाउने नाम सानैदेखि बङ्कु भन्छौँ क्या हामी, BANKU बङ्कु भन्छौँ। अनि मलाई फोन गरे घरबाट। बङ्कुको त फोन पनि उठ्दैन, के हो एकचोटि बुझ्नु न भन्ने खालको कुरो भयो। मैले पनि उसलाई 20 चोटि फोन गरेँ, रिङ जान्छ, फोन उठ्दैन होइन। त्यो भएपछि समथिङ 3-3:30 बजेको हाराहारी होला, घरबाट मलाई एउटा मेसेज गरे, खबर आयो बङ्कुलाई त टाउकोमा चोट लागेर सिभिल पो लगेको छ अरे त, उसको साथीले देखेको अरे भन्ने खालको कुरो भयो होइन। त्यो सुन्ने बित्तिकै म अफिस छोडेर कसैलाई केही नभनिकन, अब आउने आन्दोलन थियो, आउन पनि सोझै आउन सकिँदैन थियो होइन, सिधै त्यो भित्री बाटोबाट हुँदै अब सिभिल जानको लागि त फेरि त्यो रोड त निक्लिनै पर्ने भयो, जताबाट पनि रोडमा निक्लेँ। त्यतिखेर ढुङ्गा मुढा अश्रु ग्यास ब्राङ्रा बुडुङ पड्किरहेको थियो, आगो लागिरहेको थियो होइन। जबरजस्ती अब आफूले अर्कै पीडा थियो, जेसुकै होस् नि भन्ने भयो। म छेउछेउबाट सिभिल छिरेँ। सिभिल छिर्दाखेरि भनौँ न सिभिलको प्यासेजमा हिँड्ने ठाउँ पनि थिएन, प्याक त्यति मान्छेहरू त्यति त्यो घाइतेहरू लगेर राखेको रहेछ क्या त्यहाँ। अनि अब आफ्नो मान्छे त खोज्नु पऱ्यो छ भने, अनि सबैतिर हेरेँ, एकचोटि हेरेँ भेटिनँ, 2 चोटि हेरेँ भेटिनँ, 3 चोटि हेरेँ भेटिनँ, बा कहीँ छ कि भनेर। अनि त्यस पश्चात म गेटमा गएँ, मेन गेटमा। त्यहाँनिर नाम लेख्दै होइन बिरामीलाई घाइतेहरूलाई छिराउनु हुँदो रहेछ। अनि मैले उहाँको त्यो लिस्ट मागेर हेरेँ होइन, त्यहाँ पनि नाम छैन। अनि मैले उहाँहरूलाई सोधेँ कि अलिकति सिरियस घाइतेहरूलाई माथितिर कतैतिर तपाईँहरूले ट्रिटमेन्ट गर्दै हुनुहुन्छ कि भनेर सोधेँ। उहाँहरूले यहाँ छैन, कि हामीहरू ट्रमा लगेको छ कि हामीहरू टिचिङ लगेको छ भने। अनि टिचिङमा एकजना साथी हुनुहुन्थ्यो डक्टरै, मैले उहाँलाई तुरुन्तै त्यहीँ सिभिल यहीँबाट फोन गरेँ, ल यस्तो नाम मेरो छोरो हो होइन, यस्तो नामको मान्छे त्यहाँ ल्याएको छ कि छैन, तपाईँले तुरुन्तै बुझेर मलाई खबर गर्नु पऱ्यो भन्ने खालको कुरो गरेँ। उहाँले मलाई 15 मिनट टाइम माग्नुभयो, 15-20 मिनट टाइम दिनुहोस् न त भनेर भन्नुभयो। अनि 20 मिनट पछाडि उहाँले कल गर्नुभयो। कल गरेपछि मैले 3-4 जना 5-6 जना मान्छे लगाएँ, साथीभाइ लगाएर त्यो नामको खोजेँ गरेपछि कहीँ पनि छैन त्यो मान्छे। अनि ट्रमाको कुरा अब रह्यो, ट्रमामा उहाँको मामा पनि इटलीबाट यतै आउनुभएको थियो, यतै हुनुहुन्थ्यो होइन, काठमाडौँमै हुनुहुन्थ्यो। अनि उहाँको मामा चाहिँ मभन्दा अगाडि ट्रमा पुग्नु भएछ होइन, ट्रमा पुग्नु भएछ। उहाँले थाहा पाइसक्नु भएछ
होइन, मान्छेको मृत्यु भइसक्यो भनेर। तर उहाँले मलाई भन्नु भएन। भान्जा होइन, जो श्रेम चम्लाङको मामा केशव कार्की, त्यहाँबाट उहाँले मलाई फोन गर्नुभयो, कहाँ हुनुहुन्छ ज्वाइँ भनेर भन्नुभयो। म यहीँ छु त, सिभिलमा छु, यहाँ त मैले कहीँ भेटिनँ, मैले टिचिङ पनि फोन गरेर उ गर्न लगाएँ, त्यहाँ पनि छैन भनेपछि होइन बङ्कु यहाँ छ, यहाँ ट्रमामा ल्याएको रहेछ, लु तपाईँ ट्रमा आउनु पऱ्यो भनेर भन्नुभयो। उहाँले मलाई त्योदेखि केही भन्नु भएन। त्यहाँबाट अब सिभिलबाट बाहिर निक्लिने स्थिति छैन। जान त जाउँ, कहाँबाट जाउँ, अब 4-5 चोटि ट्राई गरेर निक्लिने त्यहाँ स्थिति नै छैन। त्यहाँबाट म पछाडिको सिभिलको पछाडिको गेट चढेर म उतापट्टि हाम फालेँ पछाडिपट्टि, त्यहाँबाट उता पहेँलो पुलतिर निक्लेँ। त्यहाँबाट म पठाउ चढेर ट्रमा गएँ। ट्रमा जाँदाखेरि बिडामबिड थियो भनौँ। त्यो गेटमा पनि, ट्रमाको इन्ट्रान्स गेटमा पनि हजुरको कस्तो थियो भने बाहिरतिरबाट भित्र जान खोज्ने 20-25 जना 30 जनाको हुल त्यो गेटलाई ठेल्ने, भित्रबाट ढोका नखोलिदिने, पुलिसहरूले भित्रबाट ढोकालाई ठेलिदिने, त्यो कन्डिसन थियो त्यहाँ पनि। अनि म एकछिन थचक्क साइडमा बसेर यसो त्यो हेर्दै जाँदाखेरि त्यो भित्तामा एउटा ग्रुप भनौँ 10-15 जनाको ग्रुप अलिक भिडले भित्तातिर हेरे जस्तो लाग्यो मलाई। त्यहाँ के रहेछ त हेरौँ न त भन्नु गएको त त्यहाँ त नेम लिस्ट टाँसेको रहेछ, मृतक घाइते भनेर होइन। अब मैले यसो त्यहाँ हेरेँ, पहिलो नम्बरमै होइन मृतककोमा पहिलो नम्बरमै श्रेम चम्लागाई लेखेको थियो होइन। त्यस पछाडि म अलिक ओर आएँ, 1 मिनट जति ओर आएँ, त्यहाँदेखि म थचक्क बसेँ 5 मिनट जति होइन। अनि त्यस पछाडि म गेटमा गएँ। गेटमा जाँदाखेरि मैले भनेँ गेटमा यस्तो यस्तो भनेपछि उहाँले के भन्नु भने, प्रहरीहरूले के भन्नु, जानु नि त भित्र जानुहुन्छ भने तपाईँ यस्तो हुँदो रहेछ भन्नु। फेरि मेरो हिम्मतै आएन, भित्र मलाई इन्ट्री गरेर उसलाई हेर्नको लागि मलाई हिम्मत आएन, म जान्न भने। अनि बाहिर निक्लेँ। अनि एकजना भाइलाई फोन गरेँ, यहाँ काठमाडौँकै भाइलाई, राजीव पौडेल भन्ने मेरो भाइ हो होइन। उहाँलाई मैले फोन गरेँ। फोन गरेपछि ऊ त्यहाँ आइपुग्यो। अनि उसले पनि हेऱ्यो, सबै दुःख थाहा भइहाल्यो त्यहाँ पनि। अनि उसले मलाई के भन्यो भने, हिँड्नु दाइ कोटेश्वरतिर जाउँ एकछिन, अब फ्रेस हुनु तपाईँ भने, एकछिन अलिकति हुनु भन्नु। मैले उसलाई के भने म कोटेश्वर कहीँ पनि जान्न भाइ, मलाई डाइरेक्ट मेरो घरमा लगेर छोडिदिएँ भने। म त्यहाँदेखि बाइकमा घर गएँ होइन। अब घर जाने बित्तिकै म इन्ट्री भएँ घरमा। मेरो श्रीमतीले मलाई के क्वेसन गर्यो भने, खोइ त बङ्कु, खोइ त बङ्कु त घाइते न हो होइन, साधारण चोटपटक लाग्यो भने चाहिँ खोइ त बङ्कु भन्नु। अनि मैले उसलाई के भने बङ्कु ट्रिटमेन्ट हुँदैछ होइन, राम्रै तरिकाले केयर गरेर राखेको छ, ट्रिटमेन्ट हुँदैछ भने। अनि उसले भन्यो, अनि ट्रिटमेन्ट गर्दैछ भने त तपाईँ बस्नु पर्थ्यो नि त उसको साथी, बरु भरे हामी आउँथ्यौँ, नभए तपाईँमै बस्नुहुन्थ्यो होइन, बस्नु पर्थ्यो नि त साथी भन्ने खालको कुरो हो। अनि मैले के भने त्यहाँ डक्टरहरूले हामीभन्दा त्यहाँ अब थोरै मान्छे छैनन् होइन, त्यहाँ त 100-150 जनाको बिरामीहरू छन्। अब एक जना सबैको त्यहाँनिर बस्ने हो भने त होइन धेरै ठुलो भिड हुन्छ। डक्टरहरूले एकदमै राम्ररी केयर गरिराख्नुपर्छ, टेन्सन नगर भने मैले यसरी नै भने। त्यहाँबाट मामा पनि पुग्नु भएछ मभन्दा अगाडि घर, मामाले पनि त्यही भन्नुभएछ होइन। बहिनीलाई भनौँ न, उसको त बहिनीलाई भन्नुभएछ। अनि हाम्रो सल्लाह भयो अब त्यहाँनिर। अब यहाँ मेरो दिदी पनि हुनुहुन्छ, भतिजी पनि छ काठमाडौँमा कालीमाटीमा, सन सिटीमा दिदी पनि हुनुहुन्छ। अनि दिदीहरूलाई चाहिँ फोन गरेर मामाले, जुन बङ्कुको मामाले, ल यस्तो यस्तो घटना घटिसक्यो होइन। अब उसको मम्मीको नाम गङ्गा हो होइन, गङ्गालाई जानकारी दिएको छैन हामीले। अब त्यहाँ गएर उसको छेउमा तिमीहरू बस होइन, अब उसलाई अहिले जानकारी नदिउँ, बा ह्यान्डलिङ गर्न सकिँदैन कि होइन भन्ने खालको कुरो भयो। अनि त्यो भएर दिदीहरू पनि आउनुभयो, उहीसँग बस्नुभयो होइन। अनि अब हामीले चाहिँ मम्मीलाई भनौँ, मेरो मम्मी बुवा त हुनुहुन्न, मेरो श्रीमतीको मम्मी हुनुहुन्छ इटरीमा। अनि हामीले इटरी फोन गरेर उहाँहरूलाई पनि ल तुरुन्तै भन्ने खालको कुरो भयो। प्लेनको टिकट भेटिएन त्यो दिन। भोलिपल्ट 8 बजेको प्लेनको टिकट थियो होइन। उहाँहरू नआउन्जेलसम्म चाहिँ हामी जानकारी नदिने है भन्ने खालको हाम्रो कुरा भएको थियो। अनि भोलिपल्ट उहाँ आइपुग्नुभयो। आइपुगेपछि अब उहाँ इन्ट्री हुने बित्तिकै
उहाँले रुँदै अब यस्तो यस्तो भयो भनेर भन्न थालेपछि त्यतिखेर थाहा भयो। त्यतिखेर पनि गङ्गाले विश्वास गरेन, उसको मम्मीले विश्वास गरेन, तिमीहरू मलाई झुट बोल्दैछौ। दाजुले मलाई भन्नुभएको थियो ट्रिटमेन्ट हुँदैछ भनेर, होइन? म त्यो तिमीहरू किन आएको? इटरीदेखि के खोज्न आएको तिमीहरू? होइन, यहाँ त ठिक छ त, बङ्कु त ट्रिटमेन्ट हुँदैछ भन्ने खालको कुरो गऱ्यो एकछिन। त्यस पछाडि मैले पनि सम्झाएँ, मैले पनि जानकारी दिएँ यस्तो यस्तो हो भनेर। त्यो दिनको घटना त्यस्तो भएको रहेछ। सोसल मिडियाबाट हो न्युज पनि हेर्दो रहेछ, मलाई भन्दा पनि धेरै जानकारी उसलाई लिँदो रहेछ। त्यो चाहिँ अब गफको सुरुमा कहिलेकाहीँ हुन्थ्यो नि त। म पनि अब प्रायः ड्युटी सकेर गएर खानासाना खाएर एकछिन मैले हेर्ने न्युजै हो। अनि न्युज हेर्दाखेरि ऊ पढिरहेको मान्छे भित्र कति हेर्नुभएको बाबा यो न्युज हेरेर के हुन्छ? केही पनि हुँदैन। यो न्युजमा दिने इन्टरभ्यू, यिनले बोलेका कुराहरू, यो केही हुनेवाला छैन नि। यिनीहरूले सकिसके देश, होइन? यहाँ केही पनि हुनेवाला छैन भनेर भन्ने खालको चाहिँ कुरो गर्थ्यो उसले। कहिले सरिक भएन ऊ, कहिले सरिक भएन। तिनीहरूले काम जिरो, म जिरो भन्छु, होइन? तपाईँको लास्ट ट्रमामा, होइन, भन्नु न, त्योदेखि 5 दिन हामीले जबरजस्ती मैले के भनेको भने तिमीहरूको मलाई केही पनि चाहिँदैन, मेरो बस छोराको मलाई लास चाहिँ उपलब्ध गराइदियो, तिमीहरूको मलाई केही पनि चाहिँदैन। त्यो भन्ने कन्डिसन कसरी आयो भने 5 दिनदेखि हामी, होइन, जुन यो मृत्यु भएको थाहा पाएको 5 दिनसम्म हामी घरमा छौँ। न कुनै सरकारी पक्षबाट, न कुनै जेएनजी पक्षबाट, होइन, सान्त्वना दिनको लागि होस्, चाहे के हो कसो एउटा इन्क्वायरी हुन्छ, त्यो पनि भएन। म आफै यही पुलिस, यो भद्रकाली प्रहरी परिसरमा म आफै आएर मैले यहाँनिर उजुरी दिनुपर्दो रहेछ, होइन? म आफै आएर, एक्लै आएर मैले उजुरी दिएको यहाँ पनि। अनि यहाँबाट मलाई चिठी दिनुभएको थियो। त्यो चिठी तपाईँले मुचुको उठाउनको लागि गर्ने बेलामा दिनु होला भनेर भनेको थियो, होइन? त्यस पछाडि हामी टिचिङ गयौँ। भोलिपल्ट टिचिङ जाँदाखेरि अब हुन त भएको कुरोलाई कसैले टार्न सक्दैन, होइन? भइसकेपछि राज्यले गर्ने काम गरिदियोस्, होइन, सम्मानका साथ गरिदियोस् भन्ने चाहना त सबैको हुन्छ नि, होइन? त्यहाँ मुचुल्का उठाउन जाँदाखेरि तपाईँको त्यो लासको कन्डिसन देखेर, लासको व्यवस्थापन देखेर हाम्रो परिवारले बाध्य हुनु पर्यो एग्रेसिभ भएर भन्नलाई कि मलाई मेरो लास दे, तँसँगबाट म केही अपेक्षा पनि गर्दिनँ, होइन, तँसँग मलाई केही चाहना पनि छैन, मेरो लास मलाई अहिले चाहियो, अहिले भन्ने खालको कुरो भइसकेपछि उहाँहरूले मुचुल्का उठाइदिनु भयो। होइन, मिल्दैन, यो यस्तो यस्तो हो, 5-6 दिन पछाडि, कति दिन पछाडि सम्मानका साथ हामी निकाल्छौँ भन्नुभयो। मैले के भने मलाई चाहिँदैन, किनभने मेरो लास कुहिरहेको म देखिरहेको छु आँखा अगाडि, गनाइसकेको छ, होइन? त्यो कन्डिसनमा म वेट गर्न सक्दिनँ कि लास व्यवस्थापन गरेर एउटा हुन्छ नि त, त्यति पनि हाम्रो सरकारसँग त्यो खालको संयन्त्र पनि रहेन रहेछ के। विदेशबाट हेर्नुहोस् त, 4औँ महिना 5औँ महिना मृतकको लास नेपाल आउँदाखेरि त्यो लास अहिले उठेर हिँड्छ कि जस्तो हुन्छ। यो 100% जेएनजी ग्रुपको जुन अहिलेको युवाहरूको लिडरसिप नै कमजोरी हो, होइन? अब को हो त जेएनजी ग्रुपको लिडर चाहिँ को हुन् त, होइन? एउटा सुदन गुरुङ निक्लिनु भयो, अरू मिराज ढुङ्गाराहरू भन्ने त मैले उहाँको यो तपाईँको आन्दोलनभन्दा अगाडि नै इन्टरभ्यू हेरेँ। मैले आन्दोलनभन्दा अगाडि गुरुङको इन्टरभ्यू त हेरेको थिइनँ, उहाँ त समाजसेवा गर्ने मान्छे, मैले कहिलेकाहीँ भिडियो हेरेको थिएँ, होइन? मिराज गुरुङको मैले इन्टरभ्यू हेरेको थिएँ, होइन? अब यहाँनिर आफू नै को हो भन्ने छैन र कसरी जाने हो, देशलाई कसरी परिवर्तनमा जाने हो भन्ने कुरो नै उहाँहरूको आफैमा ऊ छैन, होइन? लिडरसिपको 100% कमजोरी हो यो। मृतकहरूको परिवारको ऊबाट समितिको गठन होइन, मैले नै पहल गरेको हुँ। एउटा ग्रुप बनाएको रहेछ व्हाट्सएपमा, त्यहाँको जेएनजीको पनि प्रतिनिधित्व हुनु रहेछ, होइन? मैले पनि थाहा पाएँ, मलाई पनि फोन गर्नुभयो, म पनि त्यहाँनिर जोइन भएँ। जोइन भएपछि 4-5 दिन मैले त्यहाँको म्यासेजहरू, त्यहाँको गफहरू, त्यहाँ भएका कुराकानीहरू निहालेर हेरिराखेँ, होइन? कुराले मात्रै त यहाँ त छैन नि त, कुराले मात्रै त केही पनि हुनेवाला छैन नि त।
कुराभन्दा अगाडि काम गर्नु छ। कोही मान्छे मरेका छन् हैन, कसैको परिवार उजाडिएको छ, कसैको सपना सकिएको छ परिवारको, हो कि होइन भन्नुहोस् त। सबैभन्दा पहिला हैन त्यही अहिलेको शहीदहरूको रगतबाट बनेको अहिलेको सरकार हो। नभए अहिले सरकारमा जो हुनुहुन्छ हैन, जो सरकारमा हुनुहुन्छ, यदि यो आन्दोलन भइदिएको थिएन र यी मान्छेहरूले यी शहीदहरूले रगत बगाइदिएका थिएनन् भने हैन उहाँहरूको नाम यो प्रधानमन्त्रीको लिस्टमा हुन्थ्यो होला, मन्त्रीहरूको लिस्टमा आउँथ्यो होला। ल कल्पना गर्नुहोस् त, आउँथ्यो? आउँदैन थियो नि त। त्यही रगतमा टेकेर बनेको सरकार हो अहिलेको सरकार। यो सरकारले सबैभन्दा पहिला कसलाई के गर्ने, कसलाई दोषी ठहराउने, कसलाई उ गर्ने भन्ने कुरो एक स्टेप पछाडि राखौँ। सबैभन्दा पहिला शहीद परिवार हैन पहिलो नम्बरमा छ। यदि यो सरकार साँच्चै इमान्दार र शहीदप्रति हैन सहानुभूति राख्ने सरकार हो भने हैन यो सरकारले पहिलो निर्णय नै शहीदको लागि गर्नुपर्छ। 15 लाख रुपियाँ क्षतिपूर्ति दिएर हैन ऊ चुप्प लाग्न खोजेको हो भने यो कुनै हालतले मान्ने छैन, कुनै हालतले मान्ने छैन। राम्रै मान्छे हुनुहुन्छ, हामी हेरिरहेछौँ हैन, राम्रै मान्छेहरू पनि हुनुहुन्छ। अब उहाँहरूलाई अब क्याबिनेटमा अहिलेको क्याबिनेटमा जान मन नलागेर हो कि बा आफू हाम्रै तर्फबाट सरकार गठन गरौँ है हैन, हामीहरूले भनेको मान्छे नै चयन गरेर सरकारतिर लैजाउँ है भन्ने खालको पनि धारणा हुन्छ हैन। अब उहाँहरूको के हो यो? नभए हुनुहुन्छ मान्छेहरू, म देख्छु अहिले नाम नभनौँ, 2-4 जना मान्छेहरू राम्रै मान्छे पनि हुनुहुन्छ जेनजीको अलिकति हाइलाइटमा नाम आउनुभएकोहरू। अहिलेको जुन कन्डिसन छ नि त्यसले कुनै पनि तरिकाले शहीदको सपना साकार पार्दैन। जसको कारण प्रत्यक्ष राष्ट्रपति या प्रधानमन्त्री यो हुनैपर्छ। अहिलेको सरकार बनेको पनि के संविधानमा टेकेर बनेको सरकार हो? होइन नि त हैन। भनेपछि यहाँ संविधानलाई पछ्याउनु पर्ने जरुरी पनि छैन नि त, किनभने यत्रो रेभोल्युसन भयो, यत्रो आगजनी, यत्रो क्षतिपूर्ति भयो देशलाई हैन। भनेपछि यही पुराना दलहरूलाई भोलि टाउको उठाउने खालको वातावरण दिने हो भने त हैन यो 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 आन्दोलनको के मूल्य, के औचित्य रहेर? त्यसकारणले छैन, कुनै हालतले छैन। सरकारले प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री तत्काल संविधान खारेज गर्नुपर्छ हैन। पुराना यी चोर फटाहरूलाई, यी हत्यारा हुन्, कि पुराना दलहरू भनेको यी हत्यारा हुन्। म चाहिँ भन्छु यिनीहरूलाई पशु, हामी त विवेक शून्य भन्छौँ नि त पछिलाई त हैन। त्योभन्दा पनि तल्लो स्तरका मान्छेहरू हुन्, लिड गर्ने मान्छेहरू। जस्तै म नामै उच्चारण गरेर पनि भनिदिन्छु, केही फरक पर्दैन, मलाई कसले के गर्छ र? एउटा भएको लगिहाले हैन। अब मैले कोसँग डराउनु छ र हैन? अर्को गोली मै थापिदिउँला न हाने भने हैन। यिनीहरूलाई टाउको उठाउनु दिनु पनि छैन हैन। यिनीहरूलाई त जति सक्दो चाँडो 3 करोड नेपाली जनतालाई थाहा छ कि यिनीहरू दोषी हुनु भनेर। सरकार के हेरेर बसिरहेछ यिनीहरूलाई पक्रिनको लागि? 3 करोड नेपालीलाई सोध्नुहोस् को दोषी भनेर यिनीहरूको नाम लिन्छन् नि त। दोषी त देखिएको छ नि त यिनीहरू। अनि यिनीहरूलाई अहिले के को छानबिन समिति बनाइराख्नु पर्यो? पहिला पक्रेर जेलमा हाल्ने, अनि छानबिन समिति गठन गर्ने, अनि छानबिन गर्न थाल्ने। मेरो चाहिँ सोचाइले हो भने होला। म अब यस्तोमा राजनीतिमा नलागेको मान्छे, मैले अहिलेसम्म कुनै पार्टीको सदस्यता पनि लिएको छैन पनि हैन। हो म कुनैमा आस्था राख्छु हैन, आस्था राख्थेँ, तर भोट नदिएको धेरै वर्ष भयो। म भोट दिन पनि जान्न, त्यो खालको मान्छे हुँ म हैन। जति सक्दो चाँडो सरकारले यो छानबिन समिति गठन त्यो अर्को पाटोको कुरो होला। 3 करोड नेपालीको आँखामा हैन यी केपी ओली, प्रचण्डे, शेरबहादुर देउपा, रमेश लेखक हैन यी हत्यारा हुन्। यी मान्छे होइन, यी पशुभन्दा पनि तल गिरेको मान्छेहरू हुन्। यिनीहरूलाई देशको माया छैन, नेपाली जनताको कुनै हालतले माया छैन। यिनीहरूले गर्नेवाला छैनन् माया। भाषणमा माया गर्ने हुन्, व्यवहारमा गर्दैनन् यिनीहरूले। त्यसकारण यिनीहरूलाई तत्काल पक्राउ गरेर त्यस पछाडि छानबिन समिति गठन गर्ने, के गर्ने हैन। सरकारले त्यो गर्नु पर्यो। 5-7 दिनै भयो त्यो मेसेजहरू म पढ्दै जान्थेँ। एउटाले के भनेको छ, अर्कोले के भनेको छ हैन। दीप प्रज्वलन अरे हैन, के प्रज्वलन अरे हैन। त्यो दीप प्रज्वलन त भइसक्यो नि त
भइसक्यो, गरिसके मान्छेले, यत्रो दिन भइसक्यो, 1 महिना बित्न आँटिसक्यो, दीप प्रज्वलन भइसक्यो, अब गर्नुपर्ने जरुरी छैन हैन। अब त तिनीहरूको चाहना शहीदहरूले के सोचेर बलिदान गरे हैन, तिनीहरूको चाहना पुरा गर्नेतिर लाग्नुपर्छ। हिजो पनि दीप प्रज्वलन थियो अरे कहाँनेरि, मैले मेसेजमा यही लेख्थेँ, दीप प्रज्वलन होइन, अबको दीप प्रज्वलन मात्रै गर्नुभयो भने त्यो शहीदहरूको आत्मालाई पोल्छ त्यो आगोले। मैले त्यो पनि मेसेजमा लेखिदिइसकेँ। अब मेरो तयारी भन्नुहुन्छ भने मैले साथीहरूलाई ग्रुपमा जोड्न त खोजेको छु, हेरौँ कतिको सक्सेस हुन्छु हैन। स्टार्टिङ नै मैले मेसेज लेखेर ल है अब हामीले शहीद परिवारको सबै एक जना प्रतिनिधि एक ठाउँमा हामी जम्मा हौँ हैन, एउटा एक ठाउँमा जम्मा हौँ, हामी सामूहिक सबैको दुखेसो सुनौँ, सबैको कुराहरू सुनौँ, हाम्रो कुराहरू हैन राखौँ, कुरा गरौँ, एउटा गठन गरौँ समिति हैन। कोही सक्षम व्यक्ति हुनुहुन्छ भने लिड गर्न दिउँ, हामी कसैको पछि पनि नलागौँ, जेएनजीको पछि पनि नलागौँ, सरकारको पछि पनि नलागौँ। हाम्रो एजेन्डा के हो त, अबको हाम्रो माग के हो त हैन, त्यो हामीले तय गरौँ। त्यस पछाडि हामी सिंहदरबार जाउँ, कुन मन्त्रीलाई भेट्ने हो, प्राइम मिनिस्टरलाई भेट्ने हो कि होम मिनिस्टरलाई भेट्ने हो कि हैन, कसलाई भेट्ने हो, भेटेर हाम्रो कुराहरू राखौँ। भएन भने सिंहदरबार अगाडि हामी सिंहदरबार अगाडि नै धर्ना सुरु गरौँ। किनभने सरकारले शहीदको सुन्दैन भने यो सरकार पनि त्यही सरकार हो, पहिलाकै सरकार जस्तो। पहिलो त्यो सुन्नु पर्यो, त्यस पछाडि कता कता के गर्ने हो हैन, प्रदेश खारिज गर्ने होला, संविधान त खारिज, यो संविधान राखेर यही टाउकोहरूलाई टाउको उठाउन दिनुपर्ने जरुरी छैन। अहिलेको सरकार पनि संविधान अनुसार बनेको सरकार छैन। मेरो चाहिँ मेन चाहना नै त्यही हो। उसको र मेरो अब हाम्रो परिवारको गफ भइ नै रहेको थियो। हामीले हैन एउटा सपना पनि बुनेको थियौँ, उसले पनि बुनेको थियो। उसलाई उसको मम्मीले चाहिँ के भन्थ्यो भने त सरकारी जागिर खा हैन, पुलिस अफिसर बन्न भाइ भन्थ्यो क्या हैन। अनि भन्दाखेरि उसले के भन्थ्यो भने पुलिस अफिसर म बन्दिनँ, नेपालको जागिर खाँदिनँ बाबा, यहाँ केही छैन। कि मैले नेपाल जागिर खानुपर्छ भने कसैलाई पक्रिनै पर्छ, कसैको झोले बन्नै पर्छ हैन, मैले पैसा कमाउने हो भने। नभए यहाँ इमान्दार मान्छेको नेपालमा केही पनि छैन, म बाहिरै जाने हो, विदेशै जाने हो हैन। उसको दिदी छ नि त, दिदी पनि बाहिरै छ। उनीहरूले सबै थोक अब यो दसैँ तिहार पछाडि हजुरको ल्याङ्ग्वेज क्लास सुरु गर्छु, किनभने 12 एक्जाम दिइसकेपछि त्यो रिजल्टलाई पर्खिँदाखेरि, भोलि रिजल्ट आइसकेपछि मैले ल्याङ्ग्वेज सुरु गर्दाखेरि अलिकति टाइम पनि खेर जान्छ हैन। म त्यो टाइमलाई पनि खेर जान दिन्न, म अगाडि नै ल्याङ्ग्वेज पढेर म आफ्नो रेडीमा बस्छु भनेर ऊ बाहिरै जाने प्लानमा थियो। पढाइ उसको राम्रै थियो, A+ ल्याएर एससीमा पास गरेको हो, काठमाडौँबाट नि, इटरीबाट हैन। अनि त्यस पछाडि मैले ग्लोबलमा लिएर आएको हो। ग्लोबलमा पनि रिजल्ट A+ छ अहिलेसम्मको 11को रिजल्ट हैन। त्यस पछाडिको मन्थली रिजल्टमा मलाई बोलाउनु हुँदैन, उसले A+ ल्याएको छ, कहिले पनि त्योभन्दा कमी छैन। मैले घटना भएपछि हैन भोलिपल्ट अब त्यहाँनिर उसको साथी मलाई भेट्न आएको थियो, बाबु नानीहरू घरमा, जुन कुरो त्यतिखेर घरमा थाहा भइसकेको थिएन। अनि मैले बाहिरै गेट बाहिरै के भने बाबु घरमा म आन्टीलाई थाहा छैन हैन, केही कुरा गर्नु छ भने मसँग बाहिरै गर है, भित्र गएर यस्तो कुराहरू नगर है भनेर मैले जानकारी गराएँ। अनि मैले भाइलाई के भने त्यो मलाई एकचोटि ग्लोबल कलेजको कसैको नम्बर चाहिँ मलाई उपलब्ध गराऊ न भने। अनि एकजना बाबुले मलाई उपलब्ध गराइदिनु भयो। मैले फोन गरेँ, फोन गरेपछि मैले ग्लोबललाई के भने तपाईहरूले मेरो विद्यार्थीलाई हैन, मेरो विद्यार्थीलाई बीच बाटोमा कसको अथोरिटी छोड्नुभयो त? तपाईहरूको विद्यार्थीलाई आन्दोलनमा लाने तपाईहरूको सबैको उ थियो भने, चाहना थियो भने तपाईहरूले प्यारेन्ट्सलाई चाहिँ कसलाई चाहिँ इन्फर्म गर्नुभयो त भन्दाखेरि होइन, हामीले एउटा सूचना सर्कुलर गरेको थियौँ भन्ने खाले कुरो गर्नुभयो उहाँले। अनि मैले के कसलाई गर्नुभयो त, दिनु त मलाई प्रुफ त दिनु पऱ्यो नि त। अरू बेला नभए हजुरहरूले म कहिलेकाहीँ फिस तिर्नको लागि 3 दिन ढिलो भयो भने हजुरहरू मलाई फोन गरेर है बाबुको फिस तिर्न ढिलो भयो भन्नुहुन्थ्यो हैन।
मेरो बाबुले अलिकति कपाल लामो छ भने घरमा फोन गरेर मलाई फोन गरेर तपाईँको स्टुडेन्टलाई कपाल काटेर पठाउनुहोस् है भनेर भन्नुहुन्थ्यो। भनेपछि यत्रो ठुलो आन्दोलनमा हैन मेरो छोरालाई बीच बाटोमा गेट खोलिदिनु भयो ढोका बसको, कसको अथोरिटीले त? तपाईँको रेस्पोन्सिबिलिटी त जहाँबाट मेरो बच्चा उठाउनुहुन्छ बसमा हैन, मेरो बच्चालाई बेलुका तपाईँले त्यहाँसम्म ड्रप नगरुन्जेलसम्म त मेरो बच्चाको सम्पूर्ण जिम्मेवारी त ग्लोबल कलेज हो नि त हैन। मैले यसरी नै कुरा गरेँ, उहाँहरूले धेरै कुरा गर्न चाहनु भएन त्यस पछाडि हैन। अनि मैले पनि अब शोकमा थिएँ, दोस्रो दिन त थियो, घरमा पनि इन्फर्म भइसकेको थिएन, मलाई एक्लै इन्फर्म थियो हैन। म त टोइलेटमा गएर रुन्थेँ सर, बाहिर देखाउँ थाहा हुन्छ हैन। म त टोइलेटभित्र छिरेर चुक्कु लगाएर कति बेर रुन मन लाग्छ रोएर मुख धोएर बाहिर निक्लिन्थेँ हैन। अनि कलेजकोले त्यही भन्नुभयो, अनि उहाँहरूले भेट्न आउँछु भन्नुभयो, भेट्न आउनुभयो हैन, भेट्न आउनुभयो। अब त्यस पछाडि म पनि कलेज जान्छु भनेको थिएँ। अब यो दसैँ हो, दसैँ लाग्यो हैन, कलेज पनि गएको छुइनँ। उहाँहरू आउनुभएको थियो बाबुको काम हुँदा, 10-12जना टिचरहरू आउनुभएको थियो। अनि उहाँहरूले कुरा हुँदाखेरि के भन्नुभयो भने अब यो ग्लोबल कलेज रहन्जेल, जहिलेसम्म ग्लोबल कलेज रहन्छ तहिलेसम्म श्रेम चम्लागाई छात्रवृत्ति भनेर हामी एउटा कोष बनाउँछौँ हैन। जे हुनु भइहाल्यो, कोष बनाउँछौँ र हरेक वर्ष 11-12 को लागि एकजना स्टुडेन्ट हैन श्रेम चम्लागाईको नामबाट छात्रवृत्तिबाट फ्री पढ्छ भन्ने खालको कुरो गर्नुभयो। अनि मैले पनि के भने त्यसो हो भने हजुरहरूले मलाई एउटा चान्स चाहिँ दिनु पर्यो। उहाँले के चान्स भन्दाखेरि मैले त्यो विद्यार्थी, मेरो छोरोको नाममा पढ्ने विद्यार्थी हैन लाई चुज गर्ने जिम्मा चाहिँ हजुरहरूले मलाई दिनुपर्छ। मैले भनेको स्टुडेन्टलाई हजुरहरूले पढाइदिनुपर्छ भन्ने खालको भने मैले। उहाँहरूले हुन्छ भन्नुभयो हैन। तपाईँ नै चुज गर्नुहोस्, तपाईँ नै छान्नुहोस् विद्यार्थीलाई हैन। तपाईँले छानेकै विद्यार्थी हामी ग्लोबल कलेज रहन्जेल 11-12 को लागि हामी एकजना स्टुडेन्ट फ्री पढाउँछौँ भनेर भन्नुभएको छ। मौखिक कुरो हो यो हैन। अब शिक्षक जस्तो मान्छे हैन, दोष पनि नलाउँ, इमान्दारै हुनुहुन्छ होला हैन। अब लिखित त भएको छैन हैन। अब लिखित गर्नुपर्ने हो नगर्नुपर्ने हो। अब स्कुल जाउँ, अब दसैँ सिद्धियोस्, स्कुल गएर एकचोटि छलफल गर्छु, कुरा गर्छु हैन। म तपाईँलाई 1-2वटा बुदामा यो कुराहरू राख्न चाहन्छु। पहिलो नम्बरमा जेनजीको लिडरसिप हैन, को हो त? आधिकारिक लिडरसिप को हो? हुन्छ नि त, पहिलो व्यक्ति त हुन्छ नि त। जुनसुकै पार्टीमा भए पनि सभापति हुन्छ हैन, जेसुकै भए पनि जोसुकै पनि एउटा लिडर त हुन्छ नि त। को हो त यो? त्यसैमा कन्फ्युजिङ छ सबभन्दा पहिला हैन। त्यो डिक्लेयर गर्नुहोस् हैन। अब जेएनजीले यहाँसम्म पुर्याइहाले देशलाई हैन, कायापलट त गरे नि त हैन। अबको दिनमा सबैजना मिलेर देश बनाउनुहोस् हैन, देशलाई समृद्धितिर लानुहोस्, जनतालाई खुसी बनाउनुहोस्, रोजगारीको चान्स जनताले पाउन् हैन, सुखी हुन्। एक जेएनजीलाई। दोस्रो सरकारलाई यथाशीघ्र चाँडोभन्दा चाँडो सबैभन्दा पहिला शहीद परिवारलाई हैन। तपाईँहरूले म सुन्दै थिएँ, आज म सुन्दै थिएँ, हिजो प्रधानमन्त्री सुशीला कार्की र हाम्रो सञ्चार मन्त्री जगदीश खरेलजी कहाँ एक ठाउँमा मैले पनि भिडियो देखेको थिएँ। भनौँ न यो शहीद परिवारलाई भेट्न जानुभएछ हैन। यो न्युज देख्दाखेरि ठिकै हो, जानुपर्छ हैन। मैले उहाँहरूलाई नजानुस् भन्न खोजेको होइन हैन, जानुपर्छ। तर जाँदाखेरि के जानुपर्छ भने सबै ठाउँमा जानुपर्छ। सबैलाई पीडा छ हैन, त्यो परिवारलाई पनि पीडा छ। जानुभयो, मलाई त्यो बिचमा क्वेसन गर्नु छैन हैन। तर सरकारले यदि एक ठाउँमा गएर अरू ठाउँमा गएर भेट गर्दैन भने त्यहाँ पनि विभेद हो कि भन्ने खालको क्वेसन उठ्न सक्छ। त्यसकारणले जाने हो भने र भेट्ने इच्छा छ भने हरेक शहीद परिवारलाई भेट्नुहोस्, उनीहरूको कुरा सुन्नुहोस् हैन। किनभने यहाँ त कसैको त सबै थोक सपना सिद्धिएको छ, सपनै सिद्धिएको छ। यो गर्ने, अब त्यो गर्ने, यो जान्छ, यसले कमाउँछ, परिवारलाई
यसले सुख दिन्छ होइन भन्ने खालको सबै परिवारको सपनै पनि सिद्धिएको छ। त्यस कारणले उहाँहरूले गर्दाखेरि आज हजुरहरू यो स्टेजमा पुग्नुभएको छ, मन्त्री प्रधानमन्त्री होइन स्टेजमा पुग्नुभएको छ। हजुरहरूले सबैभन्दा पहिला त्यो परिवारलाई खुसी पार्नुहोस् जसको रगतले तपाईँहरू यहाँ पुग्नुभयो, सरकारलाई पनि होइन। दोस्रो कुरो, जति पनि अहिले निक्लेका अहिले पुराना पार्टीहरूका होइन जुन अहिले यहाँ भन्न थालिसके, निक्लिन थालिसके, कसै कसै त सरकारलाई नै धम्की दिन थालिसके, नाम नभनौँ होइन, यो नेपाली जनतालाई सबैलाई थाहा छ। यो के हो त? यिनीहरूलाई यति बोल्ने हिम्मत कहाँबाट आइरहेछ त? यो स्थितिमा पनि यो कुरो सरकारले बुझोस्, यथाशीघ्र यिनीहरूलाई पक्राउ गरेर होइन पहिला भित्र हालेर अनि अनुसन्धान गर्ने, किनभने यिनीहरू 3 करोड नेपाली जनताको आँखामा दोषी हुन्। नेपाल सरकारलाई पनि म त्यो भन्न चाहन्छु र जति सक्दो चाँडो शहीद परिवारलाई होइन खुसी पार्नुहोस्, खुसी पार्नुहोस्। दुःख त छ होइन, अरू दुःख नहोस्, जस्तो खानलाई दुःख नहोस्, बस्नलाई दुःख नहोस् भनेपछि यो पीडा त उनीहरूसँग छँदैछ, हामीसँग छँदैछ होइन, तर अरू पीडा पनि थप्ने काम, थपिने काममा तपाईँहरूले सहयोग गरिदिनु होला। मेरो मात्रै होइन, सबैको, त्यो भन्न चाहन्छु।